सुँगुरको मासु हो यो गाइज आम्मा यो त अनि 5 इन्ची हुँदैछ है मसलाहरू तयारी हुँदैछ यो मासु काटिसक्यो उता राख्यो टमाटर लसुन यो त थाहा छैन छ मासु भनेर ल टमाटर काट्नु मसला कस्तो छ टमाटर प्याज ल लोकल स्टाइलमा फेरि हाम्रो तपाईँहरूले कसरी पकाउनुहुन्छ हामीले त्यसरी पकाउँथे हल्दी जाडो छ अलिक पिरो खानुपर्छ यो चाहिँ नुन त्यो मसला दिनु त ल्याइदिनु न बनाइदिनु न मैले चिया त म नि खतरा खाने फेरि मासु हालिसक्यो त है मासु भर्खर हाल्दैछ गाइस ल अब एकछिन छोप्नुपर्छ फेरि कम्ती आगो गरेर चाहिँ मजाले पकाउनु पर्छ यसरी अर्ग्यानिक आगोमा दाँत हालिरहेछ कुकम्यानको चाहिँ आज मासु कसरी चपाउने कतापट्टि चपाउने मासु आज कुन चाहिँ पट्टि हालेको बाँधिनु त ए बहिनी त भइसक्यो अब अलिक कलर झर्दैछ अब फेरि छोप्नु अर्ग्यानिक चटनी प्याज काटेर लगाएको अलिकति कम्ती अनि यहाँ लसुन पनि छ अहिले भातसँग खाने आज हाम्रो बहिनीले यहाँ अचार हाल्दैछ वेटर गइरहेको छ यसो देखाउनु पर्ला यसो देखाउनु पर्ला नमस्ते गर्नुपर्छ है भात राखेर नमस्ते चाहिँ एकदम निधार है ल आफू पनि गर्छ मुडामा इच्छा गरौँ है कसले फोन गरेर कहीँ फोन दियो कम्ती राखेको छु भनेर के भन्थ्यो चटनीमा चाहिँ आलु हाल्यो भने यो बास्नु आउँछ है जोर मात्रै हाल्ने मात्रै मासु हाल्ने मासु नखाने ट्याक्कै कि ट्याक्कै मलाई नि हाल्नु दिदी म यतिमा छु जारामा पक्ने अनि सुँगुर मासु खासमा मेरो यही छ मलाई त मासु त पप्पै हाल्नुपर्छ कम्ती जान्छ मलाई त झरे त अर्को भोटे काटेर मजाले चप्ला हाँ म त खाना कम्ती अचार त ठिकै छ तर सुँगुरको मासु चाहिँ दामी है आज चाहिँ पिरो म त अहिले धेरै घटेको सुँगुरको मासु 1 केजी मासु ल्याउँछु यसै 1 केजी चाहिँ काम छैन है अब ल भिडियोमा आउँदैन यो चिटिङ त कहाँ हुन्छ त्यस्तो हेर्दा मनै चलाउने बिहान चाहिँ फेरि होटल त रातभरि चल्दो रहेछ 9 बजेको यस्तो दिनजनमा बिर्सिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला तपाईहरुलाई यसो भिडियो लिएर आउने छु म अर्को पनि